हेलो गाइज नमस्ते वेलकम ब्याक टु आवर च्यानल। हामी चाहिँ आज धेरै पछाडि आएको छौँ होइन। हामी फेरि नेपाली खाना लिएर आइसकेको छौँ। हामीसँग चाहिँ छ खाना काउलीको तरकारी एन्ड देन वी हेभ गट दाल कालो दाल चाहिँ मलाई खासै मन पर्दैन। अनि त्यस पछाडि चिकन अनि डेजर्टमा चाहिँ छ मसँग म्याङ्गो सागो। त्यो बहिनीले घरमै बनाएको हो, थाहा छैन मलाई के हो भनेर। एन्ड देन थप खाना अनि पानी। हजुरहरू पनि केही लिएर बस्यो हाल्यो। अनि थ्याङ्क यू फर 88 सब्सक्राइबर पुगेको छ गाइज। अब छिट्टै 100 पनि पुर्याउनु पर्छ है। जो हेर्दै हुनुहुन्छ सबैजनाले च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि हाम्रो टार्गेट चाहिँ 100 पुर्याउने हो अहिलेलाई। मासु चाहिँ वाउ छ, सबिनाले बनाएको हो, बहिनीले बनाएको। बहिनी मासु लभर हो, त्यही भएर मासु चाहिँ धेरै खान्छु प्राय। अनि मलाई चाहिँ फेरि अड्किन्छ है। थाहा छ हप्तामा एकचोटि मात्रै आउँछ हाम्रो भिडियो, त्यस्तै भयो। चिसोको बेलामा अस्ति पनि बनाउने भनेर भन्छ बनाएन। आज चाहिँ हामीले दुईटैले चरेसको थालमा खान्छौँ है। चरेसको थालमा खाना चाहिँ स्वास्थ्यको लागि पनि एकदम राम्रो हो। यो चाहिँ हेल्थको लागि पनि धेरै राम्रो हुन्छ अरे क्या, चरेसको थालमा खाँदाखेरि। त्यही भएर सबैजना चरेसको थालमा खाना खानु होला। यसको नाम फेरि डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट नाम रहेछ क्या। हाम्रोतिर के भन्छ काँसको थाल भन्छ। मेरो साथीले पनि भनिरहन्थ्यो कि काँच हो कि काँसको। काँस भन्छ, काँस।
अगाउनु त अगाइसकेँ तर थोरै थप्नुपर्छ जस्तो छ है। हजुरलाई हाल्छु अहिले खानु मन लाग्यो भने हाल्छु म। हालिदिन्छु म ल यति हालिदिन्छु है। म चाहिँ खाना अलिक धेरै नै खान्छु आजलाई पुग्यो। आजलाई यति भएपछि पुग्छ मलाई। टोके त पुरम 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 छ। गाइज आई एम डन। मलाई हार भए एक पिस मासुले खान्छ यसो। थ्याङ्क यू। ब्लग बनाउँछु भनेर हुन्छ तर मलाई ब्लग भन्दा यस्तो मुखबाङै गर्न सजिलो लाग्छ अनि ब्लग बनाउँदै बिर्सिन्छु। गाइज चाहिँ यस्तो हुन्छ साबुदाना के अनि म्याङ्गो हुन्छ टेस्टी हुन्छ टेस्टी। खाना चाहिँ हामीले खेर फाल्नु हुँदैन एक सितो पनि एक सिता पनि खेर फाल्नु हुँदैन यो पुरै द्याट्स माई ओपिनियन नट हिज। उसले त फाल्छ सोरेर खानुपर्छ। मन पर्यो भने खान्छ मन परेन भने फाल्छ बट म चाहिँ नो फाल्नु हुँदैन भन्ने लाग्छ मलाई। अगाडि यो पुरै फुल भयो भिडियो कहिलेकाहीँ आइराख्छ। तपाईँहरूलाई यदि मनपर्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हामी चाहिँ यस्तै भिडियोहरू इन्टरटेनमेन्टको लागि बनाइराख्छौँ। तपाईँहरूले चाहिँ हेरिदिनु होला। तपाईँहरूले हेरिदियो भने चाहिँ हामीलाई अझ अझ बनाउनु मन लाग्छ हौसला मिल्छ भनौँ। त्यही भएर हेरिदिनु होला। म चाहिँ मेरो सुदूरपश्चिमको ठेट बाजुराको भाषामा अब हामीले खाइहाल्यौँ यसरी खायौँ मिठो छ नि झिक्कै झिक्कै राम्रो छ यो साह्रै मिठो लाग्यो अनौठै भयो अनौठै। अब हामी अर्को भिडियो पनि ल्याइ लाउँला तपाईँले यसरी माया गरेरै तपाईँले यसरी माया गरे भने हामी अर्को भिडियो बनाइहाल्ने हौँ। तपाईँ हेर्न जानु भोलि ओके छ त बाई बाई।